गृहमन्त्रीज्यूले जुन विषय अहिले चाहिँ सार्वजनिक रूपमा मिडियामा सामाजिक सञ्जालमा आएको छ त्यस सम्बन्धमा उहाँले सविस्तार आफ्नो कुरा राख्नुभयो र आफ्नो कुनै पनि हिसाबको संलग्नता छैन। मैले कुनै कमी कमजोरी गल्ती गरेको छैन र मेरो त्यो रेपुटेसन छ भन्ने कुरा हो सविस्तार राख्नुभयो। त्यो राखिसकेपछि हामीले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गरौँ कि उहाँ साँच्चीकै यसमा यो जुन भिजिट भिसा प्रकरणमा उहाँको कुनै संलग्नता छैन। तर जो संलग्न छन् ती माथि कारबाही हुनुपर्छ, निष्पक्ष छानबिन पर्छ भन्ने कुरामा दुईमत छैन। यस्तो खाले यो भिजिट भिसाको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने ती कुराहरू हाम्रो लागि मान्य छैन र जो संलग्न छन् उनीहरूमाथि कारबाही हुनुपर्छ। तर जहाँसम्म गृहमन्त्रीज्यूको कुरा छ उहाँ यसमा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी सबै त्यसमा विश्वस्त भयौँ। होइन केही नेता साथीहरूले सायद उहाँहरूले चाहिँ कुरोको गहिराइमा नबुझिकन ती कुराहरू चाहिँ राख्नुभयो होला। त्यसकारण उहाँहरूले पनि यो कुरा अब बुझिसकेको हुनुपर्छ र यो कुरालाई हामीले गृहमन्त्रीजीलाई पनि संसद बाहिर आफ्नो कुराहरू चाहिँ सुस्पष्ट ढङ्गबाट चाहिँ राख्न पनि सुझाव दिएका छौँ। त्यसले चाहिँ जुन पब्लिकमा जुन चाहिँ गलत सन्देश प्रभाव भएको छ त्यसलाई दूर गर्न, त्यसलाई हटाउन चाहिँ मद्दत गर्छ। त्यो उहाँले गर्नुहुन्छ संसदबाट पनि बाहिरबाट पनि र उहाँ संलग्न हुनुहुन्न, उहाँ दोषी हुनुहुन्न भन्ने कुरामा पार्टी पुरै विश्वस्त भएको हुनाले राजीनामाको कुरै आएन। छानबिनको दायरामा गृहमन्त्री हुँदै हुनुहुन्न भनेपछि अनि कसरी पहिलाको चाहिँ जुन चाहिँ उदाहरण यहाँ दिने गरिन्छ त्यहाँ त के अरे उजुरी परेको थियो, संलग्न हुनुहुन्छ भनेर चाहिँ पूर्व गृहमन्त्रीको बारेमा आएको थियो, अरूहरूको पनि आएको थियो। तर खिटानी जाहेरी भएको अवस्था थियो। अहिलेको गृहमन्त्रीको बारेमा त त्यस्तो कुनै खालि चाहिँ अफवाह फैलाइएको कुरा चाहिँ आयो। तर जो चाहिँ संलग्न छन् त्यो चाहिँ अध्यापन विभागमा त्यसमाथि चाहिँ अख्तियारले कारबाही पनि त्यसमा चाहिँ छानबिन पनि गरिरहेछ। छानबिनको निष्कर्ष निस्केला। हामी चाहन्छौँ जो दोषी छन् ती दोषीमाथि कडा कारबाही हुनुपर्छ। होइन यस्तो कुरा हो, अब प्रधानमन्त्रीजी अब एमाले पार्टीको नेता पनि हुनुहुन्छ। सबै उहाँले भनेका कुराहरूको जिम्मेवारी हामीले लिने कुरा भएन। हामी यो कब्जा सब्जाको केही उसमा छैनौँ। हामी चाहिँ समग्रमा यो संविधानको प्रतिरक्षाको पक्षमा छौँ र यो संविधानको जुन चाहिँ त्यसले दिएको अधिकार छ त्यो अधिकार प्रयोग गरेर विरोध गर्न पनि पाइन्छ, आफ्ना कुराहरू राख्न पनि पाइन्छ। तर त्यो शान्तिपूर्ण तरिकाबाट राख्नु पर्दछ। तर संविधानकै खिलाफमा जान्छौँ भन्ने कुरो चाहिँ त्यो ठिक होइन भन्ने कुरामा हामी विश्वस्त छौँ। सामान्यतः अहिले पछिल्लो चरणमा सुरु भएको मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान झन राम्रो हुँदै गएको छ। हुलाकी मार्ग केन्द्रित अभियान पनि धेरै राम्रो भएको थियो र अहिले यो मध्य पहाडी लोकमार्गको अभियान पोखरामा हिजो हामीले जनसंवाद कार्यक्रम गरेर अस्ति जनसंवाद कार्यक्रम गरेर यो चरणको त्यहाँ समापन गऱ्यौँ। अर्को चरण फेरि सुरु हुँदैछ र केन्द्रीय कार्यालयको निष्कर्ष के रह्यो भने यो अभियान निकै नै प्रभावकारी भएको छ। निकै अभियान सुरु भएदेखिका अनुभव र शिक्षाहरूलाई समेट्दै यो प्रभावकारी भएको छ। खास गरी जनताको उपस्थिति आकर्षण गुणात्मक ढङ्गले बढिरहेको छ र यसबाट हामीलाई के लागेको छ भने अब हाम्रो राष्ट्रिय एकता अनि त्यस्तै गरी जनतन्त्र जनजीविका लगायतका कुराहरू राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक सबै कुरामा एउटा नयाँ
अध्ययन अनुसन्धान गर्नका लागि नयाँ वैचारिक संश्लेषण गर्नका लागि चाहिँ एउटा निकै मजबुत आधार तयार भएको छ भन्ने यसले निष्कर्ष निकालेको छ। अध्यागमन मार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृह मन्त्रालयका कर्मचारीहरू जोडिएका छन् र अब यो चाहिँ सबैतिरबाट चाहिँ चौतर्फी आवाज आइरहेको छ कि यस्तो विषयमा अब नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। अर्थात् काङ्ग्रेस पार्टीभित्रका नेताहरूले समेत राजीनामा मागेका छन् र हाम्रो पार्टीको आज बैठकले पनि के निष्कर्ष निकालेको छ भने अब गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर अब जुन छानबिनै सुरु गरिसकेको छ नि राज्यका निकायले, यस्तो स्थितिमा अब राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ताकि त्यो पहुँच प्रभाव र पावर प्रयोग हुनु नपाओस्। स्वतन्त्र निष्पक्ष छानबिनका लागि चाहिँ उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भनेर हाम्रो पार्टीले निष्कर्ष निकालेको छ र यस अर्थमा अब तुरुन्त गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ। जति ढिलो भयो उति चाहिँ राज्यको साख गिर्दै जान्छ भन्ने हाम्रो निष्कर्ष छ।